आफ्नो करियर सुरु गर्दा तपाईको मन्थली स्यालेरी कति थियो होला? त्यही 10-15 हजार। अनि केही वर्षसम्म तपाईले धेरै मेहनत गर्नुभयो, स्किल सिक्नुभयो, एक्सपिरियन्स बढाउनु भयो, अनि केही वर्षपछि तपाईको स्यालेरी बढेर 20-25 हजार वा कसैको त 50-60 हजार सम्म पुगेको होला। अनि तपाईहरुलाई पनि लागेको थियो होला है, अब मेरो फाइनान्शियल प्रब्लम बिस्तारै सकिन्छ भनेर। अब पैसा बचाउन पनि सजिलो हुन्छ, लाइफ अलि कम्फर्टेबल पनि हुन्छ। तर केही वर्षपछि फेरि उस्तै रियालिटी देखिन्छ। इन्कम त डबल भयो तर सेभिङ भने उस्तै छ। पहिले 10 हजारले पुग्थ्यो, अहिले 40-50 हजारले पनि पुग्दैन। हो, र यही हो स्यालेरी ग्रोथ ट्र्याप। आजको यस भिडियोमा हामी स्यालेरी ग्रोथ ट्र्यापको 6 वटा यस्तो हिडन रिजनको बारेमा कुरा गर्नेछौँ जसले धेरै मेहनत गर्ने मानिसहरूलाई पनि फाइनान्शियली स्टक बनाइरहेको हुन्छ। हामी बुझ्नेछौँ किन प्रमोसन पाइसकेपछि पनि धेरै मानिसहरू फाइनान्शियली स्ट्रगल गर्छन्, किन इन्कम बढ्दा पनि पैसा बचाउन सक्दैनन्, र कसरी तपाईले आफ्नो स्यालेरीलाई केवल खर्चको माध्यम मात्र होइन एउटा वेल्थ क्रिएट गर्ने टुल बनाउन सक्नुहुन्छ। सो द फर्स्ट रिजन इज स्यालेरी इल्युजन। धेरै मानिसहरूको दिमागमा एउटा सिम्पल इक्वेसन हुन्छ, धेरै स्यालेरी भयो भने धनी भइन्छ। हामीलाई लाग्छ यदि मेरो स्यालेरी बढ्यो भने मेरो सबै फाइनान्शियल प्रब्लम सल्भ हुन्छ। तर रियालिटी भने अलिकति फरक छ, किनकि स्यालेरी र वेल्थ एउटै कुरा होइनन्। स्यालेरी भनेको तपाईले आफ्नो टाइम दिएर कमाएको पैसा हो, तर वेल्थ भनेको तपाईले कमाएको पैसा बचत, लगानी वा अन्य एसेटमा राखेर समयसँगै बनाइएको सम्पत्ति हो। फरक यति हो, स्यालेरी तपाईको समयसँग जोडिएको हुन्छ भने वेल्थ तपाईले बनाएको सिस्टमसँग जोडिएको हुन्छ। इमेजिन गर्नुहोस् एउटा व्यक्ति छ जसले 5 वर्षसम्म धेरै मेहनत गर्छ र प्रमोसन पाउँछ। पहिला उसको स्यालेरी 50 हजार थियो भने अहिले बढेर 1 लाख पुग्छ। त्यसपछि उसलाई लाग्छ अब मेरो लाइफ बिस्तारै चेन्ज हुन्छ, अब पैसा बचाएर फाइनान्शियली स्टेबल हुन सकिन्छ। तर केही समयपछि उही पहिलेकै अवस्था हुन्छ, प्रोग्रेस केही देखिँदैन, किनकि उसको इन्कम बढेसँगै उसको डेली लाइफको स्पेन्डिङ पनि बढिरहेको हुन्छ। पहिले 50 हजार कमाउँदा उसको खर्च 40 हजार थियो भने अहिले 1 लाख कमाउँदा उसको खर्च 90 हजार पुग्न सक्छ। बाहिरबाट हेर्दा त उसको स्यालेरी डबल भएको जस्तो देखिन्छ, तर उसको फाइनान्शियल पोजिसन भने खासै चेन्ज भएको हुँदैन, किनकि उसको एक्स्ट्रा इन्कमलाई सेभिङ, इन्भेस्टमेन्ट गर्नुको सट्टा एक्स्ट्रा एक्सपेन्सेसमा प्रयोग गरिरहेको हुन्छ। हो, र यही हो स्यालेरी इल्युजन। हामी धेरै पटक एउटा ठूलो गल्ती गर्छौँ, इन्कमलाई सक्सेसको मेजरमेन्ट मान्छौँ। हामी सोच्छौँ स्यालेरी धेरै छ भने म सक्सेसफुल छु, तर वास्तविक वेल्थ हेर्न स्यालेरी मात्र हेरेर पुग्दैन। तपाईको वास्तविक फाइनान्शियल पोजिसन तपाईको नेटवर्थले देखाउँछ। तपाईसँग कति पैसा आउँछ भन्ने मात्र होइन, त्यो पैसा आएपछि कति बाँकी रहन्छ, कति इन्भेस्ट हुन्छ, कति एसेट बन्छ र कति लोन तिर्नमा जान्छ भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ। मानिलिउँ 2 जना व्यक्ति छन्। पहिलो व्यक्तिले महिनाको 2 लाख कमाउँछ तर उसको सबै पैसा एक्सपेन्सिभ लाइफस्टाइल र लोन पेमेन्टमा जान्छ। त्यही दोस्रो व्यक्तिले महिनाको 50 हजार मात्र कमाउँछ तर उसले नियमित बचत गर्छ र इन्भेस्टमेन्ट पनि गर्छ। यी 2 जना मध्ये झट्ट हेर्दा पहिलो व्यक्ति धनी देखिए तापनि लङ टर्ममा भने दोस्रो व्यक्ति बेटर फाइनान्शियल पोजिसनमा पुग्न सक्छ। द सेकेन्ड रिजन इज रिवार्ड ट्र्याप। अब अर्को इन्ट्रेस्टिङ कुरा बुझौँ। धेरै मानिसहरूलाई लाग्छ म धेरै खर्च गर्छु किनकि म डिसिप्लिनमा छैन, म एकदमै केयरलेस छु। तर अक्सर प्रब्लम केवल डिसिप्लिनको मात्र हुँदैन, कहिलेकाहीँ प्रब्लम ह्युमन साइकोलोजीसँग जोडिएको हुन्छ। इमेजिन गर्नुहोस् तपाईले 1 महिनाभरि निकै मेहनत गर्नुभयो, लङ वर्किङ आवर्स, स्ट्रेस, डेडलाइन्स, अनि अन्त्यमा स्यालेरी आयो। त्यति बेला हाम्रो मनमा एउटा सोच आउँछ, मैले यति धेरै मेहनत गरेको छु, यति त रिजर्भ गरिहाल्छु नि। र यही फिलिङ्सबाट सुरु हुन्छ रिवार्ड स्पेन्डिङ, किनकि हाम्रो ब्रेन नेचुरली इमिडिएट ह्याप्पिनेसतिर आकर्षित हुन्छ। कुनै नयाँ प्रोडक्ट वा कुनै ग्याजेट किन्दा हामी त्यो बेला एकदमै एक्साइटेड हुन्छौँ। त्यो पर्चेजले हामी त्यति बेला एकदमै खुसी भएको फिलिङ्स दिन्छ। तर सेभिङ वा इन्भेस्टमेन्ट गर्दा त्यस्तो रिवार्ड तुरुन्त पाइँदैन, त्यसको रिटर्न आउन समय लाग्छ। र यही कारणले गर्दा हाम्रो ब्रेनले आजको इन्स्टेन्ट प्लेजरलाई भविष्यको लङ टर्म फाइनान्शियल बेनिफिट भन्दा बढी महत्त्व दिन्छ। त्यसैले धेरै मानिसहरू अर्को महिनादेखि सेभ गर्छु, स्यालेरी बढेपछि इन्भेस्ट गर्छु भन्दै आजको खर्चलाई जस्टिफाई गर्छन्। तर यही सोच महिनापछि महिना दोहोरिँदै जान्छ, तर सेभिङ र इन्भेस्टमेन्ट कहिले सुरु नै हुँदैन। तर यहाँ अर्को ठूलो साइकोलोजिकल फ्याक्टर पनि छ, सोशल कम्पेरिजन।
आजको समयमा सोशल मिडियाले यसलाई झनै पावरफुल बनाइदिएको छ। तपाईले आफ्नो साथीले नयाँ कार किनेको देख्नुहुन्छ, कसैले विदेश घुमिरहेको देख्नुहुन्छ, अनि आफ्नो लाइफस्टाइललाई उनीहरूको हाइलाइट रिलसँग कम्पेयर गर्न थाल्नुहुन्छ। अनि हाम्रो मनमा पनि यस्तै लाइफस्टाइल चाहिन्छ भन्ने सोच आउन थाल्छ र धेरै पटक कुनै सामान वास्तवमै आवश्यक भएर होइन अरूको देखेर चाहिएको हुन्छ। यही साइकोलोजिकल प्रेसरले धेरै मानिसहरूले आफ्नो इन्कम भन्दा बढी खर्च गर्न थाल्छन्। बाहिरबाट हेर्दा यो केवल स्पेन्डिङ जस्तो देखिए तापनि यसको रुट हाम्रो ब्रेन, इमोसन र सोशल कम्पेरिजनमा लुकेको हुन्छ। द थर्ड रिजन इज स्टेटस ट्र्याप। धेरै पटक हामी महँगो चिजहरू वास्तवमै त्यो चिजका लागि किन्दैनौँ, हामी त्यो चिजले दिने फिलिङ्सका लागि किन्छौँ। एउटा महँगो कार केवल ट्राभल गर्नका लागि मात्र हुँदैन, कहिलेकाहीँ त्यो कारले दिने रेस्पेक्ट र सक्सेसको फिलिङ्सका लागि हुन्छ। एउटा एक्सपेन्सिभ वाच समय हेर्नका लागि मात्र हुँदैन, कहिलेकाहीँ त्यो अरू मानिसहरूलाई म सफल छु भनेर देखाउने माध्यम बन्छ। र यही ह्युमन साइकोलोजीको एउटा पावरफुल पार्ट हो, स्टेटस र रिकग्निसनको चाहना। मानिसहरू सधैँ अरूको नजरमा आफ्नो भ्यालु देखाउन चाहन्छन्, अनि आजकल धेरै मानिसहरूको जीवनमा एउटा साइलेन्ट कम्पिटिसन चलिरहेको छ। कसले नयाँ फोन किन्यो, कसले नयाँ कार चढ्यो, कसको लाइफस्टाइल राम्रो छ भन्ने कुराहरू। तर यो सबमा प्रब्लम चाहिँ के हुन्छ भने हामी आफ्नो वास्तविक फाइनेन्शियल प्रोग्रेस भन्दा अरू मानिसलाई बढी इम्प्रेस गर्ने कुरामा बढी फोकस गर्न थाल्छौँ, किनकि अरूलाई देखाउन गरिएको खर्चले आज हामीलाई केही समय खुसी र रिकग्निसन त दिन सक्छ, तर लङ टर्ममा त्यसले हाम्रो वेल्थ बिल्ड गर्ने एबिलिटी कम गर्न सक्छ। जब हाम्रो पैसा स्ट्याटस मेन्टेन गर्न, लाइफस्टाइल देखाउन र अरूको एप्रुभल पाउन खर्च हुन्छ, तब त्यही पैसा सेभिङ, इन्भेस्टिङ र फ्युचरका लागि एसेट बनाउन प्रयोग हुन पाउँदैन। र यही कारणले गर्दा धेरै मानिसहरूको इन्कम राम्रो हुँदा हुँदै पनि फाइनेन्शियली स्टेबल हुन सक्दैनन्, किनकि वेल्थ बिल्ड गर्ने बाटो अरूलाई आफू कति सक्सेसफुल छु भनेर देखाउनु होइन। वास्तविक वेल्थ तब बन्छ जब हामी आफ्नो पैसालाई फ्युचर सेक्योर गर्ने र एसेट बनाउने काममा प्रयोग गर्छौँ। द फोर्थ रिजन इज इन्फ्लेसन ट्र्याप। जब हामी फाइनेन्शियल कुरा गर्छौँ, इन्फ्लेसनको कुरा त छुटाउनै सकिँदैन। धेरै मानिसहरूलाई लाग्छ कि स्यालेरी बढ्यो भने अटोमेटिकली पहिला भन्दा धनी बन्न सकिन्छ, तर वास्तविकता भने अलि फरक छ, किनकि हामी धेरै पटक एउटा महत्त्वपूर्ण कुरा बिर्सन्छौँ, पैसाको भ्यालु समयसँगै चेन्ज हुन्छ। आज तपाईको हातमा भएको 10,000 को भ्यालु केही वर्षपछि त्यही रहँदैन, किनकि इन्फ्लेसनले बिस्तारै गुड्स एन्ड सर्भिसेसको प्राइस बढाउँदै लैजान्छ। आज जुन चिज 10,000 मा किन्न सकिन्छ, केही वर्षपछि त्यही चिज किन्न अझै धेरै पैसा चाहिन सक्छ। त्यसैले इन्कम बढ्दैमा तपाईको वास्तविक फाइनेन्शियल पोजिसन पनि त्यही स्पिडमा बढ्छ भन्ने हुँदैन। इमेजिन गर्नुहोस्, 5 वर्ष अगाडि तपाईको स्यालेरी 50,000 थियो। त्यो समयमा रेन्ट, फुड, ग्रोसरी, डेली एक्सपेन्सेस म्यानेज गर्न तपाईलाई तुलनात्मक रूपमा सजिलो हुन्थ्यो, किनकि त्यो पैसाको पर्चेजिङ पावर अहिले भन्दा बढी थियो। तर केही वर्षपछि तपाईको स्यालेरी बढेर 80,000 पुग्यो। नेचुरली तपाईलाई लाग्छ अब म पहिले भन्दा धेरै फाइनेन्शियली स्ट्रङ भए, तर समयसँगै एसेन्सियल चीजहरूको कस्ट पनि बढिरहेको हुन्छ। अर्थात् तपाईको स्यालेरी बढेको छ, तर तपाईको रियल पर्चेजिङ पावर त्यही अनुपातमा बढेको नहुन सक्छ, र यही अवस्थालाई हामी इन्फ्लेसन ट्र्याप भन्छौँ। इन्ट्रेस्टिङ कुरा के हो भने धेरै मानिसहरूले यो कुरा नोटिस नै गर्दैनन्। उनीहरू केवल स्यालेरीको नम्बर हेर्छन्, मेरो इन्कम त बढिरहेकै छ, तर उनीहरूलाई थाहा हुँदैन कि त्यही सँगसँगै एक्सपेन्सेस पनि बढिरहेको छ भनेर। त्यसैले हामी कहिलेकाहीँ धेरै कमाइरहेको जस्तो महसुस चाहिँ गर्छौँ, तर वास्तविक रूपमा हाम्रो फाइनेन्शियल प्रोग्रेस भने त्यति अगाडि बढेको हुँदैन। द फिफ्थ रिजन इज स्यालेरी सिलिङ। अब हामी आउँछौँ यस्तो रियालिटीमा जुन धेरै मानिसहरूले आफ्नो करियर सुरु गर्दा कहिल्यै सोच्दैनन्। हामीलाई सानैदेखि एउटा कुरा सिकाइन्छ, राम्रोसँग पढ, राम्रो जब गर, अनि टन्न पैसा कमाऊ। अनि यो सोच गलत पनि होइन। वास्तवमा स्यालेरी धेरै इम्पोर्टेन्ट हुन्छ, किनकि स्यालेरीले हाम्रो बेसिक निड पूरा गर्छ, फ्यामिली सपोर्ट गर्न हेल्प गर्छ, र हाम्रो लाइफस्टाइल इम्प्रुभ गर्न हेल्प गर्छ। तर प्रब्लम त्यति बेला सुरु हुन्छ जब हामी आफ्नो सबै फाइनेन्शियल फ्युचरलाई केवल स्यालेरीमा डिपेन्ड गराउँछौँ, जबकि स्यालेरीको एउटा नेचुरल लिमिट हुन्छ, र केवल स्यालेरी बढाएर वेल्थ क्रिएट गर्न एकदमै गाह्रो हुन्छ। अनि धेरै मानिसहरू यही ठाउँमा आएर अड्किन्छन्, जब मेरो स्यालेरी बढ्छ अनि बल्ल सेभिङ र इन्भेस्टमेन्ट सुरु गर्छु। तर इन्कम बढेसँगै हाम्रो रेस्पोन्सिबिलिटिज पनि बढ्दै जान्छ,
किनकि सुरुमा तपाईँ एक्लै हुनुहुन्थ्यो होला, खर्च पनि कम हुन्थ्यो। तर केही वर्षपछि फ्यामिली रेस्पोन्सिबिलिटिज आउँछ, घरको खर्च बढ्छ, लोन तिर्न पर्छ, लाइफस्टाइल पनि बिस्तारै चेन्ज हुँदै जान्छ, अनि त्यसपछि त इन्भेस्टमेन्टको कुरै निस्किँदैन। त्यसैले हामीले स्यालेरीलाई मल्टिपल डिरेक्सनमा प्रयोग गरेनौँ भने हामी सधैँ पेचेक टु पेचेक जसरी चलिरहनु पर्छ। फाइनेन्शियली स्टेबल मानिसहरूले आफ्नो स्यालेरीबाट आएको पैसा डेली एक्सपेन्सेस सँगसँगै आफ्नो स्किल डेभलपमेन्ट, सेभिङ, स्मल इन्भेस्टमेन्टतिर पनि हाल्छन्, ताकि बिस्तारै पैसा आफैले पैसा बनाउन सुरु गरोस्। द सिक्स्थ रिजन इज इन्कम इज नट इक्वल टु वेल्थ। किन धनी मानिसहरू स्यालेरी भन्दा बढी एसेट र नेटवर्थमा फोकस गर्छन् त? यो बुझ्नु भन्दा पहिले हामीले एउटा इम्पोर्टेन्ट डिफरेन्स बुझ्नुपर्छ, धनी र वेल्दी हुनु बीचको फरक। धेरै पैसा कमाउनु भनेको धनी हुनु हो। तपाईको स्यालेरी धेरै हुन सक्छ र तपाईको लाइफस्टाइल पनि राम्रो हुन सक्छ, तर यसको अर्थ तपाईँ सधैँका लागि फाइनेन्शियली सेक्योर हुनुहुन्छ भन्ने चाहिँ हुँदैन। र वेल्दी हुनु भनेको केवल धेरै पैसा कमाउनु होइन, बरु यस्तो फाइनेन्शियल सिस्टम बनाउनु हो तपाईले काम नगरेको समयमा पनि तपाईको एसेट्स र इन्भेस्टमेन्टले तपाईको फ्युचरलाई सपोर्ट गरिरहन्छन्। यही कारणले वेल्दी मानिसहरूले आफ्नो फोकस केवल इन्कममा सीमित राख्दैनन्। उनीहरूले आफ्नो कमाइलाई कसरी प्रयोग गर्ने, कसरी ग्रो गर्ने र कसरी लङ टर्म भ्यालु क्रिएट गर्ने भन्ने कुरामा ध्यान दिन्छन्। किनकि स्यालेरी भनेको एक्टिभ इन्कम हो, जुन प्राय तपाईको समय, स्किल र काम गर्ने क्षमतासँग जोडिएको हुन्छ। तर एसेट भनेको यस्तो चिज हो जसले समयसँगै भ्यालु क्रिएट गर्न सक्छ र तपाईको फाइनेन्शियल पोजिसनलाई बलियो बनाउन सक्छ। धनी मानिसहरूले आफ्नो सक्सेसलाई केवल मन्थली इन्कममा मेजर गर्दैनन्, उनीहरूले आफ्नो नेटवर्थ हेर्छन्। यसको अर्थ धेरै कमाउनु मात्र पर्याप्त हुँदैन, तपाईले कमाएको पैसा कहाँ जान्छ, त्यसले तपाईको लागि फ्युचरमा कस्तो भ्यालु क्रिएट गर्छ र तपाईले आफ्नो वेल्थ कसरी बिल्ड गर्दै हुनुहुन्छ भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ। त्यसैले वेल्दी मानिसहरू स्यालेरी बढाउने प्रयास मात्र गर्दैनन्, उनीहरू आफ्नो फाइनेन्शियल सिस्टम बनाउने प्रयास गर्छन्। सो आजको भिडियोको सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो भने, यदि तपाईँ साँच्चीकै फाइनेन्शियल फ्रिडम चाहनुहुन्छ भने तपाईले स्यालेरीलाई आफ्नो आइडेन्टिटी होइन एउटा टुलको रूपमा हेर्नुपर्छ। किनकि स्यालेरी बढ्नु राम्रो कुरा हो, तर यदि हाम्रो फोकस केवल स्यालेरीमा मात्र भयो भने हामी पैसा कमाउने रेसमा त अघि बढ्न सक्छौं, तर वेल्थ बिल्ड गर्ने प्रोसेसमा भने सधैँ पछाडि परिरहन्छौं। त्यसैले स्यालेरी बढाउनु सँगसँगै आफ्नो फाइनेन्शियल नलेज बढाउनु, एसेट बिल्ड गर्नु र लङ टर्म प्लानिङ गर्नु पनि इक्वली इम्पोर्टेन्ट छ। किनकि स्यालेरीले तपाईलाई राम्रो लाइफस्टाइल दिन सक्छ, तर स्मार्ट फाइनेन्शियल डिसिजनले तपाईलाई रियल फ्रिडमतिर लग्छ।